मलाई भन्नु केही छैन है हाम्रो धाडी भाइ हो जसले यो ब्लग हेर्छ त्यसले सब्स्क्राइब र लाइक नगरिदिनु होला ठ्याक्कै भन्यो यस्तो नगरे पनि हुन्छ त्यस्तो भन्यो भने काटिदिन्छ अब होइन म हाल्छु त्यसो भए र अहिले त म पलङमा जाँदैछु को अवस्था है सो यो चाहिँ हाम्रो शिव मन्दिर जाने बाटो है पलङको अल्मोको आउँदाखेरि तपाईँलाई देखाउनेछु है र म त्यहाँनिर थियो है के को लागि गएको भन्दाखेरि चाहिँ है हाम्रो गाउँको भाइहरूले चाहिँ त्यहाँ उयो भजन प्र्याक्टिस गर्दैछ अरे है त्यही देखाउनेछु है तपाईँहरूलाई सो है अहिले त्यही जिङलाम कर्बीतिरको चर्च आइपुगेको छु है यो कला जानुपर्छ म चाहिँ भर्खर चाहिँ म यहाँ घरको यहाँ आइपुगेछु यहाँ हाम्रो सिमन सुतिरहेको छ उडान देखाउनु एकछिन ल यहाँ हाम्रो निश्चल यहाँ हाम्रो उसको नाम बिर्सिन्छ हौ आयुष र है हाम्रो खास मान्छे चाहिँ उबाट बजाउँदैछ तपाईँलाई देखाउँछु है र यहाँ खास बजाउनेहरू चाहिँ यहाँ छ है यहाँ हाम्रो धाडी हो हेलो भन्नु अन्त हेलो भन्नु लटियो हो बडा पाए हेलो भन दिव्यम र हाम्रो यहाँ आलु भाइ हो पार्टनर हो तर यहाँ हुँदैन घरमा कहिले यो भिडियोमा आउँदैन कहिले पनि लजाउँछ है पुरा उयो लजाउनु थाल्यो नि अनठै पऱ्यो हुँदैन यो हुँदैन उयो बजाएन नि त यो कतिको बजाउँछ यसो यसले ठिक बजाउँछ हो नाक खुलाइहाल्छ नि त फेरि हो सिगान चुनु आँट्यो यसले म बनाउँछु ब्लग अब नाकेको बत्ली भन्दै बनाउनु र काला भाइ चाहिँ भर्खर आउँदो रहेछ कहाँबाट आएको तिमी भन त भगवान ए भनाइ फेरि र हाम्रो काला भाइ चाहिँ एकदम हेर्सी छ कपाल च्याट्टै काट्छ है अहिले चाहिँ हामी कहाँ गएको भनिदियो अहिले चाहिँ हामी आफ्नो गाउँको मन्दिरमा गएको बाटो चाहिँ यस्तो प्रकारको छ है को र यो कता चाहिँ हामी जानुपर्छ है माथिनिर चाहिँ मन्दिर छ हाम्रो धाडी हो धाडी जहाँसुकै नथुक्नु हौ छ्या हामीलाई खास गाडीमा आएको थियो ऊ भाइलाई त छोड्यो हो र हाम्रो धाडी त 28 वर्ष हो फेरि मलाई भन्नु केही छैन है हाम्रो धाडी भाइ हो जसले यो ब्लग हेर्छ त्यसले सब्स्क्राइब र लाइक नगरिदिनु होला ठ्याक्कै भन्यो यस्तो नगरे पनि हुन्छ त्यस्तो भन्यो भने काटिदिन्छ अब होइन म हाल्छु त्यसो भए हाल न अन्त तर पनि भन्छु नि त म भन्दा हुन्छ त्यति रहेछ उसलाई
नाप्ने साँच्ची नै होस् छ ओ भाइ तिमी राम्रो पढ तिमीले ब्लग बनाएको सब आजको भिडियोलाई त होइन म यहीँ अन्त गर्न चाहन्छु है आई होप तपाईँलाई मन पऱ्यो होला मन पऱ्यो भने लाइक सेयर अनि सब्सक्राइब पनि गरिदिनु है कस्तो लाग्यो प्लिज कमेन्ट डाउन बिलो है